गाइज वेलकम टु माई युट्युब च्यानल। आज फेरि पनि आइसक्यो हजुरहरूको सामु न्यू भ्लग लिएर ह्यान्डी 2.2 होइन। आज चाहिँ हामी भुटिया जाने अनि होइन टक्क नुहाइ धुवाइ गरेर अनि टक्क मासु पोलेर हामी खाने छौँ होइन। के कस्तो लाग्छ भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला अनि मन परेमा तल लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला होइन। गाइज यति भन्दै अब चाहिँ हामी लाग्न चाहन्छौँ। रिन भाइ तिमीहरू कहिले हिँड्ला गाइज आइपुगिसक्यो हामी। मासु फुटेर खानुपर्छ। मासु चाहिँ कसको भन्नु नि फेरि, तर त्यो म भन्दिनँ किनकि भन्ने लाज लाग्छ। गर्दा गर्दा फाइनली हामी भुटिया आइपुग्यो टक्क। ल हेर्नु यहाँको नजारा, भुटियाको नजारा यस्तो छ भुटियाको नजारा। हामी फाइनल्ली आइपुग्यो टक्क। ल गाइज अब हामी टक्क पकाउन सुरु गर्छौँ। दाउरा लिएर आइज भाइहरू भाइ, उता लाइटर नि लिएर आइज कहाँ मैले त्यहीँ राखेँ। या मामा ओइ खतरा गएर भएछ क्या यार। गाइस ल त्यहाँ पानीमा नराख्न, यता राख, यता ल्याइज। ल गाइस हामी टक्क यहीँ पकाउँछौँ। ल हाफाल्नु नि त देखाइदिनु त नि यहाँ फ्यामहरूलाई देखाइदिनु। ल जा हाल। राइट ल गाइस हामी चाहिँ टक्क अब यता आगो सागो फुकेर टक्क होइन मासु पोल्नतिर लाग्छ अनि यसो नुहाउन जानुपर्छ अब टक्क अहिले आगो सागो फुकेर। ल भाइ यो लिक त ल पहिला ट्याक्क आगो सागो फुक्नुपर्छ है। ल आगो फुक्न लाग्छ हस्ते। सो गाइस आगो सागो फुकिसक्यो अब टक्क अलि मासु पोल्नु पर्छ। सो गाइस अब फुक्दा हाल थोरै पछि बाबा सुन्दा बसिरहेको। अब यस्तै भिडियो फेरि आउने छ होइन। लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होला। टक्क यो डुगुरे यहाँ बसिरह। ओइ हाई भन। हाई। यो पालिको क्यामेराम्यान चाहिँ यहीले हो, क्यामेरा भिडियो सिडियो सुट गर्ने टक्क यताउति टक्क होइन त क्यामेराम्यान होइन त यो क्यामेराम्यान हो। अनि टक्क अब एकछिन टक्क पोल्छ। अब पकाइसके भएपछि त्यहाँ आउँछ। यस्तो जेन्डर भए अहिलेसम्म यस्तो मिठो चाहिँ कहिले राख्दैन। हामी चाहिँ अब टक्क नुहाउनु जान्छ। गएर छ भाइ अहिले। ओइ भाइ अझै किन डरा। ल अब खेल्न मजा आउँछ। मलाई लाग्छ हुन्छ
ल हेलो गाइस, आज चाहिँ अब यो भिडियो चाहिँ यति यहाँसम्म मात्र है, अब एन्ड गरिदिनु पर्यो।